एन्ड गाइज यो चाहिँ भ्रताङको भिर हो। यो चाहिँ पुरा डाँडा फुटाएर बाटो निकालिएको छ एकदम। हेर्दा डेडली छ। माथिबाट भिर खस्ला जस्तो देखिन्छ। ओ यहाँबाट तल देख्नुहुन्छ कति गहिरो छ। It's not cool man, it's very dangerous. अलिकति राति पाट खाएर मान्छे हिँड्ने चिप्ल्यो भने त गयो। So guys, don't drink when you are in Manang, okay? यस्तो ठाउँहरू धेरै छन्। केही पनि खाएर कतै नहिँड्नु होला। उतातिर माथिको सायद यसो क्यामेरामा देखिएको छैन, तर माथिको रुखहरू पुरा हिउँले खाएर खाली रुखको डाँठ मात्र बाँकी छ। माथि एकदम हिउँ लागेको छ हिमालहरूमा। पुरा बादल पनि लागेको छ। यता देख्न सक्नुहुन्छ तपाईँ भिर पुरा पहिरो गइरहेको छ। यो चाहिँ हिउँले गर्दाखेरि बगेको पानीले यहाँको भिरहरूको माटो बगाएर लग्ने गर्दछ र त्यही कारणले धेरै पहिरो आउने गर्दछ। हेर्न सक्नुहुन्छ तपाईँले एउटै भिरबाट पनि कति ठाउँबाट पहिरोहरू बगिरहेको छ। ओके गाइस, यस्तै इन्फर्मेसन अहिले पनि दिने गर्छु। आई एम सो टायर्ड। अलमोस्ट अहिले 10.5 hours हिँडिसकेँ। आई एम एक्जस्टेड, आई एम टायर्ड. I need some place to rest, so we'll catch you later. Bye.